साथीहरू अब लोकसेवा तयारी गर्दाखेरि अब लोकसेवा कसरी पढ्ने भन्ने सन्दर्भमा म के भन्न चाहन्छु भने अब सबैभन्दा पहिला आफ्नो दैनिक जुन कार्य हुन्छ त्यो हामीले सुधार गर्नुपर्ने हुन्छ। अब दैनिक कार्य सुधार गर्नको लागि हाम्रो एउटा अब कार्यतालिका हुन्छ। हाम्रो आफ्नो दैनिक कार्य कसरी सञ्चालन गर्ने सन्दर्भमा अब एउटा विद्यार्थीले धेरै रुटिन बनाउँछ। अब यसरी पढ्ने त्यसरी पढ्ने यति घन्टा पढ्ने रुटिन बनाउँछन्, तर त्यो फलो हुँदैन। र हामीले कसरी बनाउँदा फलो हुन्छ भन्ने सन्दर्भमा मैले कसरी लागू गरेको थिएँ, अब मैले कसरी रुटिन बनाएको थिएँ भन्ने सन्दर्भमा म के भन्न चाहन्छु भने अब हामी सबै बिहान उठ्छौँ। उठ्ने बित्तिकै हामी एउटा कपी पेन लिएर आज हामी कुन टपिक पढ्ने, जस्तै म के गर्थेँ भने अब जिकेमा जस्तै नेपालको भूगोल पढ्ने हो भने नेपालको भूगोल लेख्थेँ। अब आइक्यूमा नाफा नोक्सान च्याप्टर पढ्थेँ भने नाफा नोक्सान लेख्ने, वा सिरिज छ भने सिरिज लेख्ने, जुन पढ्ने त्यो हामी लेख्थ्यौँ पहिला। अब नासु सेकेन्डमा कुन पढ्ने त्यो च्याप्टरको नाम लेख्ने। अब नासु थर्डमा कुन पढ्ने त्यसको नाम लेख्थेँ। के कुन जिकेमा के पढ्ने, आइक्यूमा के पढ्ने, सेकेन्ड पेपरमा के पढ्ने, थर्ड पेपरमा के पढ्ने, बिहान उठ्ने बित्तिकै हामी एउटा डायरी राखेर त्यसमा लेख्छौँ। त्यसपछि डायरीमा हामी लेखिसकेपछि अब हामीले जिकेमा, आइक्यूमा, सेकेन्ड पेपरमा, थर्ड पेपरमा जुन लेखेका हुन्छौँ त्यही अनुसार हामीले दिनभरिमा त्यो अनुसार पुरा हुने गरी अब जति भ्याउँछ त्यति मात्र भ्याउने गरी हामीले पढ्ने हो। त्यसले फाइदा के हुन्छ भने हामीले अब धेरै विद्यार्थीको के हुन्छ भने कहिले जिके मात्र पढ्ने, कहिले आइक्यू मात्र पढ्ने, कहिले सेकेन्ड पेपर मात्र पढ्ने। यसले गर्दा के हुन्छ भने अब जिके पढिसकेपछि रिटेन बिर्सिन्छ र रिटेन पढ्दाखेरि फर्स्ट पेपर बिर्सिने बानी हुन्छ। र यो बिर्सिने बानीलाई अन्त्य गर्नको लागि मैले के गरेँ भने अब रिटेन पनि र फर्स्ट पेपर पनि एकैसाथ पढ्ने विचारले सधैँ के गर्थेँ भने अब जिकेको पनि, आइक्यूको पनि, सेकेन्ड पेपरको पनि र थर्ड पेपरको पनि एउटा च्याप्टर लेख्थेँ। अनि त्यो दिनभरिमा पुरै सकाएर साँझ रिभिजन गर्थेँ। अनि हप्ताको 6 दिन हामी त्यसरी पढ्ने। अनि शनिबार केही नयाँ नपढ्ने, त्यो शनिबार रिभाइज मात्र गर्ने। यसरी तपाईँ यदि पढ्नुभयो भने तपाईँलाई के हुन्छ भने बिर्सिने बानी पनि छुट्छ, किनभने हामीले शनिबार रिभाइज पनि भइहाल्छ र हाम्रो जिके पनि यसमा भइहाल्छ, आइक्यू पनि भइहाल्छ। लगभग तपाईँको जे जति पढ्नुपर्ने हुन्छ सबै भइहाल्छ। यसले गर्दा के हुन्छ भने हाम्रो बिर्सिने बानी पनि छुट्छ र अर्को बोर्डिङ लाग्ने हुन्छ नि, जस्तै अब जिके पढ्दा पनि बोर्डिङ लाग्ने। त हामी के गर्छौँ भने अब जिकेको पनि हामीले दैनिक जिके पनि, आइक्यू पनि, सेकेन्ड पेपर पनि हुन्छ हाम्रो। अब जिके केही छिन पढ्ने, त्यसपछि आइक्यू पढ्ने, त्यसपछि रिटेन पढ्ने। यसरी पढ्नुभयो भने मलाई लाग्छ मैले यसरी नै पढेको। यसरी पढ्नुभयो भने मलाई लाग्छ कि तपाईँलाई 3 महिना जति यसरी गर्नुभयो भने लगभग तपाईँको 11वटा जिके च्याप्टर छ। 11 दिनमा तपाईँ सुरुमा पढ्नुभयो, मानौँ न 10% बुझ्नुभयो। अब 11वटा च्याप्टर त तपाईँ थोरै गरेर पढ्नुभयो भने पनि तपाईँको 11 दिनमा जिके सकिन्छ। फेरि 11 दिनपछि फेरि त्यही रिभाइज हुने हो। 22 दिनमा त 2 पटक त जिके रिभाइज भइहाल्छ। यसरी गर्नुभयो भने सुरुमा 10%, दोस्रो पटकमा गर्दा 20%मा जान्छ। यसरी गरेर 3-4 पटक जब तपाईँ रिभाइज गर्नुहुन्छ जिके हुन्छ। अब रिटर्नमा कतिवटा च्याप्टर छ, 45 जति तपाईँको च्याप्टर छ। त्यो यसरी गर्नुभयो भने सधैँ एउटा च्याप्टर गरेर गर्नुभयो भने मलाई लाग्छ कि अब बिर्सिने बानी पनि छुट्छ र पढ्नमा पनि मन लाग्छ र जुन पढ्ने एउटा मन हुन्छ नि, मन लगाउने खाले, त्यो पनि यसबाट सुधार हुन्छ।